नमस्कार सबैजनालाई। मैले चाहिँ तपाईहरुलाई एउटा कुरा शेयर गर्न आएको हैन। यो चाहिँ मेरो समस्या थियो है। मलाई चाहिँ 100% सन्चो भएको भएर तपाईहरुलाई पनि शेयर गर्छु। तपाईहरुको समस्या छ भने यो गर्नु होला, सन्चो हुन्छ है। के भन्नुहुन्छ भन्दा यो ढाड दुख्ने समस्या के अहिले फुर्सदमा छु र यो भिडियो बनाउन पाएँ हैन। अनि यो ढाड दुख्ने समस्या मेरो थियो है पहिला, अहिले चाहिँ छैन। के हुन्थ्यो भन्दा मलाई चाहिँ पिसाब गर्न बसिसकेपछि उठ्न हुन्थेन है। अनि सुतेपछि फर्कन सक्थिन के म, त्यस्तो समेत भएको थियो मलाई हैन। अब गाउँ घरमा फेरि त्यो के लायो भनेर हेराउने फुकाउने गर्ने, तेल धस्ने गर्थे हैन। त्यसले नभएर अनि डाक्टर कहाँ चेक गराउन गएको, अनि एक्सरे गरेर त्यो गाउँको डाक्टरले मलाई चाहिँ हड्डी खियो भनेर तनाव दिनुभयो है। ला अब हड्डी खियो भनेपछि मेरो बुढाले पनि हेर्दैन, म काम गर्न सक्दिनँ, मेरा घर परिवारले हेर्दैनन् भनेर मलाई यति तनाव भयो साथीहरु हैन। त्यसपछि म ठुलो हस्पिटल जानुपर्छ भनेर काठमाडौँ पुगेँ। काठमाडौँको त्यो अर्थोपेडिक हो कि के थियो के, त्यो नाम चाहिँ मलाई अलिकति याद आएन। यो हड्डी सम्बन्धी थियो है। अनि त्यहाँ चाहिँ मेरो भाउजूले लिएर जानुभयो हैन। लिएर गइसकेपछि फेरि पनि एक्सरे गर्नुभयो। एक्सरे गरिसकेपछि चाहिँ तपाईको हड्डी कमजोरी भएर हो, थेरापी गरे सन्चो हुन्छ, केही गर्न पर्दैन भन्नुभयो हैन। अनि दुईटा पाता चाहिँ क्याल्सियमका उ दिनुभएको थियो के, गोली दिनुभएको थियो। अनि थेरापी गर्ने ठाउँमा लगेर मलाई 2-4 वटा स्टेप सिकाइदिनु भयो है। अनि त्यसै यो चाहिँ 1 हप्ता गर्नुपर्छ, आउनु होला भन्नुभयो। अब दिनको फेरि 300 लाग्ने रहेछ हैन। अब मैले एक फेर सिकिसकेपछि त जानिहालेँ। अनि के दिनदिनै 300 तिरम भनेर घर गएर त्यसपछि मैले रेगुलर 6 महिना गरेँ। 6 महिना कन्टिन्यू गरिसकेपछि मलाई चाहिँ अहिले म 8-9 घण्टा यहाँ काम गर्दा पनि मेरो ढाड कहीँ पनि दुख्दैन है। त्यही भएर यो स्टेप गर्नु, मलाई सिकाएको स्टेप तपाईहरुलाई पनि सिकाउँछु, काम लाग्छ। पुरा भिडियो हेरेर गर्नु होला। ढाड दुख्ने समस्या छ भने यो एक्सरसाइज नै सबैभन्दा ठुलो कुरो रहेछ जस्तो लाग्यो है मलाई चाहिँ। हेर्नुस् है, म देखाउँछु मलाई सिकाएका स्टेपहरु। यस्तै सुत्ने हैन। अनि यो ढाड छ नि, यसलाई चाहिँ माथि उठाउनु भन्नु भएको थियो है। यस्तरी माथि उठाउने, एकछिन होल्ड गर्ने हैन। यसलाई चाहिँ 4-5 पटक गर्नुस् हैन। अनि त्यसपछि यस्तो गर्ने, यो चाहिँ छ नि साइकल चलाउने के, कहीँ जानु पर्दैन के, घरै बसी बसी हुन्छ यो। फेरि उल्टो साइकल सुल्टो साइकल चलाउनुस् है। तपाईहरुले कतिसम्म सक्नुहुन्छ चलाउनुस् हैन। अनि यो सिकाउनु भयो, 2 वटा भयो हैन। अनि त्यसपछि चाहिँ यस्तो, यो छ नि, यो खुट्टालाई यता ढल्काइदिनुस् अनि मन्टोलाई यता, हात यही। अनि त्यसपछि फेरि उठाएर यो खुट्टोलाई यता, दुईटैलाई ढल्काउने अनि मन्टोलाई यता, हात यस्तो हैन। यो भयो 3 वटा भयो हैन। अनि त्यसपछि यसरी यस्तो छ नि, अनि यो खुट्टा माथि, यताको हात माथि है। यो फेरि तल, यो खुट्टा चाहिँ माथि है। अनि फेरि यताको खुट्टा माथि, यताको हात माथि है। अनि यो सिकाउनु भएको थियो, यस्तो यस्तो सिकाउनु भएको थियो हैन। अनि त्यसपछि यहाँ यसरी उठेर अनि यता फर्कन लाउनु भएको थियो, त्यो ढाड हेरेर भन्नु भएको थियो हैन। अनि त्यसपछि फेरि यताको ढाड, यताको ढाड। मलाई चाहिँ यति एक्सरसाइज सिकाइदिनु भएको स्टेप हैन। त्यसपछि मैले त्यो कन्टिन्यू गरेर अहिले सन्चो भएको छ। तपाईहरुलाई पनि समस्या छ भने गर्नु होला है त। मैले जानेको कुरा मात्र शेयर गरे है त।